ल यो टाइमलाइनलाई हेरौँ त एकचोटि। फागुन 19 देखि 24 सम्म जम्मा 6 दिन। तर के छैन यसमा? हप्ता सुरु हुन्छ रङ्गहरूको पर्वबाट, अनि सिधै राष्ट्रिय चुनावको माहौलमा पुग्छ र अन्त्यमा चाहिँ एउटा विश्वव्यापी दिवस मनाइन्छ। कस्तो अचम्मको मिश्रण, होइन त? ल सुरु गरौँ यो हप्ताको पहिलो दिनबाट, उत्सव र उल्लासबाट। हप्ताको सुरुवात फागुन 19 गते तराई होलीबाट। वाह, यो दिन भनेको रङ्ग, सङ्गीत अनि सबैसँगको भेटघाट हो, होइन र? यसले हप्ताको सुरुवात नै एकदमै सकारात्मक, एउटा सामाजिक सद्भावको सन्देश दिएर गर्छ। मतलब यो खालि रङ्ग खेल्ने दिन मात्रै होइन, यो त आउँदो दिनहरूका लागि एउटा बलियो खुसियालीपूर्ण जग हो। होलीको रङ्ग सुक्न नपाउँदै माहौल ठ्याक्कै उल्टो हुन्छ। अब रमाइलो र उत्सवको कुरा सकियो, अब पालो आयो नागरिक कर्तव्यको, देशको भविष्यसँग जोडिएको एउटा गम्भीर प्रक्रियाको। अनि यहाँ एउटा चाखलाग्दो कुरा के छ भने, चुनाव भनेको एक दिनको मात्रै घटना होइन रहेछ। यो त पुरै 3 दिन चल्ने एउटा प्रक्रिया हो। हेर्नुस् न, फागुन 20 गते तयारीको लागि छुट्टी, 21 गते भोट हाल्ने मुख्य दिन, अनि फेरि 22 गते मतदान पछिको कामहरूको लागि छुट्टी। यसले के देखाउँछ भने निर्वाचनलाई कति ठूलो महत्त्व दिएको छ। यो त एउटा सिङ्गो राष्ट्रिय अभियान जस्तै हो। चुनावको त्यो 3 दिने दौडधुपपछि पात्रोले हामीलाई एकछिन सास फेर्ने मौका दिन्छ। यो शनिबारको दिन चुनावको तनाव र अर्को एउटा महत्त्वपूर्ण दिनको बीचमा एउटा पुल जस्तै बनेर आएको छ। फागुन 23 गते शनिबार। हुन त यो हरेक हप्ता आउने बिदा हो, तर यो विशेष हप्ताको बीचमा पर्दा यसको अर्थ अलि फरक हुन जान्छ। यसले सबैलाई एकछिन थाम्ने, अघिल्ला दिनहरूमा के भयो भनेर सोच्ने अनि आउने दिनको लागि तयार हुने समय दिएको छ। मानौ पुरै देशले एकैचोटि लामो सास फेरेको जस्तो। त्यो एक दिनको आरामपछि हप्ताको अन्त्यतिर पुग्दा माहौल फेरि एकपटक बदलिन्छ। अब हाम्रो ध्यान नारी अधिकार र सशक्तिकरण जस्तो विश्वव्यापी विषयमा केन्द्रित हुन्छ। र हप्ताको समापन हुन्छ फागुन 24 गते अन्तर्राष्ट्रिय नारी दिवससँगै। यो दिनले हप्तालाई एउटा छुट्टै विश्वव्यापी आयाम दिन्छ। स्थानीय उत्सव मनाइयो, राष्ट्रिय कर्तव्य पूरा गरियो, अब पालो आयो विश्वव्यापी सामाजिक चेतनाको। लैङ्गिक समानता कति महत्त्वपूर्ण छ भन्ने कुरालाई सम्झाउने दिन। त्यसो भए यी सबै अलग अलग घटनाहरू, होली, चुनाव, नारी दिवस, यिनीहरूलाई एकै ठाउँमा राखेर हेर्दा कस्तो चित्र बन्छ त? अब यो हप्ताको पुरै कथालाई जोडेर हेरौँ न। यो तालिकाले त पुरै हप्ताको सारलाई छर्लङ्गै पार्छ, होइन त? एकातिर छ तराई होली, जसको ध्यान समुदाय र संस्कृतिमा छ। बीचमा छ निर्वाचन प्रक्रिया, जसको केन्द्रमा राष्ट्र र हाम्रो नागरिक कर्तव्य छ। अनि अन्त्यमा आउँछ नारी दिवस, जसले हामीलाई विश्वव्यापी सामाजिक मुद्दाहरूसँग जोड्छ। समुदाय, राष्ट्र